अब गाइज वेलकम ब्याक टु माई युट्युब च्यानल। हामी चाहिँ अब धेरै दिन पछाडि फेरि फर्केर म एउटा नयाँ भिडियो बनाउँदैछु होइन। आज चाहिँ हामी बनाएर खानको लागि यो चाहिँ भैँसीको खुट्टा होइन बटुलो तिनमा पनि खाएँ यस्तो भैँसीको खुट्टा रहेछ पालो यसरी भैँसीको खुट्टा काटिदिनु त्यसरी गर्नुपर्छ होइन। बाँकी हुनु त काट्दैछु ल। अब लगाइस हामी चाहिँ काटेर पनि सकाइसकेको छौँ। अब त्यसलाई दामी वास हानेर अनि हुन्छ त्यो बुन्न रेडी भएको यसलाई चाहिँ हामी म्यारिनेट गर्छौँ। अब अदुवा लसुन जिराको पेस्ट हो त्यसले मैले थोरै प्याज त्यसमाथि हाम्रो टमाटर अदुवा लसुन एउटा त्यो चाहिँ थोरै चिकन मसला हो त्यसको लागि हाल्दैन भनेर त्यसको लागि यो चाहिँ हाम्रो काश्मिरी मिर्च कलरको लागि चोरीको त हाल्नु छैन के भन्नु सेट भयो नि सेट छैन अब चाहिँ हामीलाई आधी घन्टा लागि छोडिदिन्छु ल। हामी राखिसकेको छु म्यारिनेट गरिसकेर। अब चाहिँ हामी यहाँ भाँडा हाल्छौँ सबै एक एक ल बाल्दैछ चलाउनु यस्तो छ यस्तै बनाएर ल गाइस यो कुरा पाकेर पनि रेडी भइसकेको छ। हाम्रो मुर्राको लकडी पनि पाकेर रेडी भइसकेको छ। अब चाहिँ यस्तो दामी पाकेको छ कि हेर्नु त कस्तो नली खुट्टा चाहिँ नली खुट्टा निक्लिनु सोचेर देऊ न सबैले खाइसक्नु भयो होइन। यस्तो मासु मिठो लाग्छ त मिठो हुन्छ त भएको त्यो थालेर ल्याउ न। आइरहेको त मलाई ए मस्त रहेछ जुम भइरहेको छ नि त दामी तरिकाले। तपाईँले काम गर्छौँ